ल ह्याप्पी दसैँ बाई 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 सानो ल ल छोरीको र बाबुको यो वर्ष पहिलो दसैँ ल आजको यात्रा काठमाडौँबाट पोखरासम्म सब परिवार एउटा त इमर्जेन्सी होला के छ यहाँ कस्तो भन्नु बाई बाई भन्नु धर्के त्रिशुली खोला हेर नै बाई 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 नदी ओह काठ बगाएर आहा प्लास्टिक बगाएर आहा हेर कति फोहोर बगाएर सोल्टी ओ सर जी हैप्पी दसैँ है हैप्पी दसैँ चिनेको चिने मान्छेले त कुरो जान्दैन अहिले सोचन् नि दिमाग खियाइदिनु पर्छ क्या मान्छेको नचिनेकोले भन्दै हुँदैन नि भन्ने हुन्छ नि त हामी त अब जेनथेन आधी घन्टा गर्छौँ केही छैन
यता जान सहिलो नि त यता आउन यहाँ चाहिँ भन्न त्यहाँ मुहा हामी आज त्यो मुहान छिटै परेर छौँ पछाडि भयो त कहाँ आउँथ्यो र त्यसरी पाइन्थ्यो र पाइँदैन नि पछाडि भएको है कहाँ दिनु नि त्यहाँ पछाडि गएर त उता जिगज्याग छ नि त जम्मै मिस गर्छ नि त यहाँ थाहै पाउँदैन नि यहाँ आएपछि पो बल्ल लाइन त्यहाँ त थाहै पाउँदैन पोखरा जाने लाइन देखायो कि देखाइन भन्ने कुरो गर्दैछ पुग्छ हुनु पर्यो नि त ठाउँ त पत्ता लतपत्ता हो खानेकुरो अन्य भयो थाहा भयो होइन त्यो होइन सकियो सकियो त्यो जुठो खाना हुन्छ अरूले खाएको दिन खाना हुन्छ अरूले खाएको दिन खाना हुन्छ अरूले खाएको दिन खाना हुन्छ क्या खाँदै हो के खाँदै हो कफी मिल्क राम्रो रहेछ तर कि राम्रो ये कस्तो घाम लाग्यो यहाँ त घाम के भन्ने चाहिँ त्यो प्लास्टिक निकालेर देऊ नि त यार हातमा चाहियो कि यसो कम्पनी त एउटै हो त यो त्यो एक कार्टुनमा 8 छोडा त्यता आएको थियो क्या के पुगेन पहिले मैले पहिलेदेखि बुहारीले छोरालाई सुनियो आमाले छोरालाई दिने छोराले घरकालाई भन्ने खाली भयो एमन निकाल्नु मलाई नै छेउ खायो सबैले किसने बुलाया मुझे हाम्रो यहाँ अझ पाएको छ यस्तो गरेर राख्नु पर्छ
मासु तताउनु हाम बाटो खुलिसकेन है खुली सफा गरिसक्यो चालीस रुपियाँ मात्रै भयो 50 भयो के दुईटा 5 लिएर आइस बसिन्छ नि गेम पनि हाल्नु बल्ला देखियो बाबाको यस्तो दामी बाबाको ल मिल्छ तिमीहरू यहाँ आएर बस्छ अनि छोरीलाई त्यहाँ समातेको भनेको हो कि होइन मैले पुस्नु गरिदिँदा आमा के अरे एउटा छैन एउटा त्यही भयो नि हुन्छ नि धेरै लाउनु पर्दैन आमा छोथोरो लगाइदिनु आमा यिनीहरू त चाहिन्छ मुठा लिइहाल्छ नि मिलाएर हो फोटो खिच्ने भिडियो 3-4 सेकेन्ड भयो त्यो होइन जाम एकछिन खेल्न त्यहाँ भुल्छ अलि माथिलाई दिनु राम्रोसी आमालाई हजुरबा हेर्नु चाहिँदैन अहिले आउँछ क्या अहिले आउँछ
अनि बाइक यो मात्रै यहाँ गऱ्यो भने आयो एडभान्स आयो बाहिर यसो घुमाइदिनु सबै ठिकै भयो मेरो फोटोमा हिस्ट्री हुन्छ सिरानी सबै पुग्छ ए हट्न ए टिकै देखे हैन है कपालले त भगवा के रहेछ कता हैन त्यही भने त बिहा गर्न हजुर 5 कोटी जुनी ओ खान्छ आइज बस यहाँ तेरो कुन चाहिँ आमा चिन्नु हो त्यो टिकाला पनि ढिलो गऱ्यो आमा कुन चाहिँ हो चिन्नु हो आमा एकचोटि मात्र लगाइदिए हुन्छ के टिका सुन्नु आमा एकचोटि मात्र लगाइदिनु यो मसिनो जाउको यो उम्रेपछि त्यहाँ बस्यो नचल्दै यहाँ पकेटमा चिज छ नि अब के गर्नु अरे अब यता आएको चोटपट म खान्छु नि भोलि म यो पैसा खान्छु माथि लगाइदिनु अलि अथेर मेरो त यहाँ माथि लगाइदिनु यहाँ अब त ढिलो हुन्न बरु यस्तोहरू हुन्छ नि हामी पनि आएर सँगसँगै बसेर लायो नि हुन्छ त्यही भने त नि कि हामी पनि गर सँगसँगै बसेर ठुल्बा ठुल्मामीसँग लायो नि पुग्यो पुग्यो पुगेन अंकल हेर्नु न यहाँ काम माथि लियो तल खिच्न अनि अलिक यहाँ यहाँ यति निकाल्नु बाबु कस्तो तेर्सो मान्छे मलाई राम देख्यो मेरो पनि धेरै भयो त्यही बस्न त्यही बस्न धेरै भयो के भन्नु त्यही बस्न सोह्रलाई त तिमी चलाउनु छैन नि सर आन्टी रुदन
ल अलि धेरै बनाएर त छोरीलाई सब त्यही ल्याउनु पर्छ बोलस समाज kita समाज
घरे माथि गएर यति खाइन्छ कामै लाग्दैन नि त्यसमा लिने एकछिन ठुलोवाले के काट्दै गर्ने हुन्छ नि के काट्दै गर्ने हुन्छ हेर्दा दाइ भाउजू यता दुइटै सबै आहा हेर्नु आछ इराले आछ सबै भाउजूका हैन आछ अहिले त आफै मिलाएर तान्दा जस्तो देखिन्छ त आफै मिलाएर तान्दा रहेछ क्या आछ हैन त्यो अडिसन हो त्यो ए न इन अगाडि लक्कले हान्छ पठाना हो मासिको सबै सोनु किदो ए बडीगार्ड धेरै बडीगार्ड लगाउनु पर्यो के बडीगार्ड साइड प्लिज बडीगार्ड एउटै पैसा हैन पानी अलिक भिजाऊ ए हट न आते गर्नु अलिक टाक्नु जति पर्ख मन छ अहिले फुटालो बहिनीहरूलाई ढोने अरू बेला पाइएन लाइन भइ लाइन अरू भइ अब त हुनु अभी कता के गर्यो हैन दाइ भाउजूको कालो हो दाइलाई चाहिँ धर्न पर्यो नि लोग्नेको त टिका अड्डेकै रहेछ भाग्यमानी ओर्नु चाहिँ म अब चलाइन त्यहाँ अड्डेको ठाउँमा पनि जान्छ अंकल बन्द के हुन्छ होला हो त ल खिचिम छैन प्याकेज लाइन हुन्छ जम्मा 8 मिनेट 30 सेकेन्डको भयो त्यस्तै त्यो त जमरा नि अब त त्यही राम्रो नि त भइसक्यो कति लाउनु बाउडी छ अर्के तलपट्टि चाहिँ अधिकारी बोइजहरु अधिकारी बोइज अल एभ्रीवन कमन को ठुलो ठुलोको ठुलो रञ्जन छ ए रञ्जनले विज्ञान उपियाताको अलको छ लाली छ एकैचोटि लगाउनु एकैचोटि लगाउनु हुजुर बा छैन नि नदिनी ए सही दादा एउटा आइडिया आयो गोब्रो भिडियो बनाएर यसो राख्दै भइहाल्यो नि सबै आइहाल्छ सोलो सोलोतिर उसको आइडिया के चलाउँछु मलाई टिका लगाऊ है सबैलाई पहिला यो डब छ तेल चलाउ तपाईँ रञ्जन ज्ञानी निरोगी हुनु ट्यालेन्ट हुनु है गाइस अधिकारी बोइज नाम राख्नु ल निरोगी हुनु आएन हुनु जेनजी हुन पाउँदैन यिनीहरू यिनीहरू त अर्को के हुनु जेन्जी भनेको हामी मात्रै हो कि अब यहाँ बसेको मात्रै विज्ञान मात्रै गर्यो हामी पनि हामी भयो त सधैँ जेनजी यहाँ बसेको मात्रै दुईजना मात्रै नभए जेन्जी यहाँ विज्ञान र रञ्जन ज्ञानी हुनु ती दुईटा जेन्जी हुन् कति वर्ष अल्फा नै 2012 तपाईँको 12 पछि का तोड्न अलि अहिले 2025
होइन न विज्ञान र रञ्जन होइन रञ्जनको स्टेट के हो 2012 हैन सबैले हेरेर पछाडि जाँदा तिमीलाई ठुल्लाइ हो तिमीहरू ठुल्लाइ यति त पैसा चिन्दैन के गर्छ त्यहाँ र आफूलाई लिङ्ग मन लाग्यो त्यही भएर भन्नु हैन त्यही थाहा थियो मलाई ठुल्लाइ खोइ तिमीहरूको ठुल्लाइ के चिन्दैन ठुल्लाइ चिन्ने ल बाले बाले ढोक्दै उठा ए यता बाई छ ए ल नमस्ते ल यहाँ पहिले यता उठ्दै नि यता उठ मैले सानोबाट दिएको नि त ल सानोमा त भोलि पर्सि भाउजूलाई दिनुपर्छ है अहिले भाउजूले दिन लु अरू कमाएको धोती ल्याउनु त धोती ल ढोल ल ढोल्नु पर्यो नि अरे 500 रुपैयाँको ढोकाइ त आउनु बाबु अन्सार लगाइदिउ के एक चोटि झ्याप्टो लगाइदिउ हो जमाना भइसक्यो नि यो चाहिँ अभी एक्लै लगाइदिने हो टिका अब खोज्दिउँ त खोजिदिउँ त अरेला अहिलेको टिका लगाइदिउँ अस्मिन नै आतिको लगाइदिन्छ भाइलाई छिटो हुन्छ नि सुरस ल अब उठा जाने मैले पैसा जाम जान्छु सन्ध्या पहिला लगाइदिउँ हो हो तिमीले लगाइरह्यो भने फेरि लगाउने हो फेरि अब यता टिका सब उनलाई फिर्ता है यो दुधी पनि लाउन है ल विज्ञानले लगाइस् राखे फला नि जको कुरा त्यही हो तिमीलाई लम्बे यो रक्स मम्मीलाई गरे मम्मी आटे आटे यसको कुरो हेर्नु त भ्याउ त म राखिदिन्छु ल हराउँछ तेरो खोल्ने चोरले चोर्यो भने के हो त्यति खोल्दिन टेबल नल्याउनु के ल्याउनु 500 खोज्नु टेबल बस बस एउटा जन्ती त यही मुद्रो जोड दिया हो नि अन्टिन जान्न अरू बसिराख्नु भनेको टिका लगाइदिएर कान्छ पैसा निकालेर कोला कहिले टिका लगाउने सबैलाई ल को त अन्त भाइ को प्रञ्चल लगाइदिनु ल ए ल पहिला दिदीहरूलाई को बहिनी हिमानी दिदीले टिका लगाएर भाइलाई पनि पैसा दिनु पर्छ दिदीले टिका लगाइदिनु अनि भाइले दिनु पैसा भाइले त पैसा दिनुलाई हैन भाइले दिनु टिका लगाएर किनारो चाप्छ नि त 23 वर्ष रहेछ चाप्छ त्यस्तो एउटा मात्र ओइ कवितालाई मान्ने जानु भनेको यिनीहरू दिदीबहिनीहरू त्यो हो अब दसैँको टिका भनेको ठुलो बाटो मात्र लाउने सानाले ठुलो बाटो सानाले लोगो तेलले यो काट्नु गर्छ अडिनले के हाल्छ रे दाइको दाइ लाउने भाइलाई उदाइ हो लगाइदो
तँ सानो आफूलाई आफू ठुलो रहेछ छोरी छोरी त्यस्तरी होइन रे त्यस्तरी होइन नि छोरी छोरी राम्रो भाइलाई पनि लगाइदेऊ भाइलाई हात पुछ पहिला भाइलाई माथि नै भाइलाई लगाइदेऊ ठिक छ त्यहाँ खोल्यो दुईटालाई 25-25 समातेर नि आधी आधी गराउनु यो उसले ढोड लाग्यो 3 घण्टा यस्तो गरौँ न जाने हो भोलि अनि मेरो त नास्मा हजुरको मुख भल्ली डल्दिन्छ अस्ति गाल्छ अब ठिक छ ल सानो भाइ होइन पर्दाभन्दा गरेपछि चाहिँ ढोग्न पर्छ नकिस्नु अङ्कल भन ल मार हान्नु गोप्रोमा सुरु भइसक्यो ह्याप्पी बर्थडे काटम अब काटमलाई छिटो भयो हो अलि अलि आमालाई लिएछ सामान छिरेन हो छिरेन ताली बजाऊ छोरी ताली बजाऊ हजुरबाको बर्थडे आमाले खाइदिनु टिकी लाउने छोरी लाइदिनु पर्यो भोलि बेला टिकी त्यही राख्नु त चम्चो भयो बुवाले आमाले ल काटेर बाँडे हुन्छ के भाउजूले खाइदिनु हातले खुवाइदिनु हुन्छ कि भाउजू अब हजुरले भाउजूले खाइदिनु के गर्ने त्यसमा सबैलाई बाँड्नु दिन्छ ल नाकमा के नाकमा अब अरूले काटेर बाँड्दै सम्झिएको पनि दिनु भयो भनेर हातमा लिएको म लिन्छु नलिएको तिमीले हो सानो भयो लाउ यति ढिलो भयो यता ल्याऊ त्यसले चिन्ने भएन है पैसा पैसा मात्रै देऊ सानो भयो ढोका ढोका ल सानो भयो यो सानो भयो ठ्याक्कै उ ल सबैजना ल सानो भयो कि सानो भयो छोरीलाई होइन ठिक छ ल्याउ ल आउँछ मेरो छोरीको ल
Betul. Oke. Lau. Halo. Linai mana dia? Papa lah. एकचोटि कोपार नि अन्त